आजदेखि सर्वसाधारणले पनि किन्न पाउने युनाइटेड अजोर इन्स्योरेन्सको सेयर न्यूनतम मूल्य प्रति किता ₹100 मात्रै। युनाइटेड अजोर इन्स्योरेन्स लिमिटेडले चाहिँ आफ्नो अवितरित हक र सेयर चाहिँ लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। कम्पनीले आज असार 25 गतेदेखि 63,847 किता सेयर चाहिँ लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। यसमा जोसुकै व्यक्ति, कम्पनी र सङ्घ-संस्थाले आवेदन दिन सक्नेछन् र सेयरको न्यूनतम मूल्य प्रति किता ₹100 तोकिएको छ। यसको मतलब तपाईँले ₹100 अथवा ₹100 भन्दा माथिको मूल्य कबुल गरेर चाहिँ आवेदन दिनुपर्ने हुन्छ। र आवेदन दिँदाखेरि चाहिँ 1000 किताको लागि दिनै पर्नेछ भने अधिकतममा चाहिँ सम्पूर्ण किताको लागि आवेदन दिन सक्नुहुन्छ र यो अनलाइन भने उपलब्ध हुने छैन। यदि तपाईँले युनाइटेड अजोर इन्स्योरेन्सको लिलामीमा भाग लिन चाहनुहुन्छ भने चाहिँ यो स्क्रिनमा देखाइएको लोकेसनमा गएर तपाईँले आफैले फर्म भरेर फर्म बुझाउन सक्नुहुन्छ र आवेदन दिने अन्तिम मिति चाहिँ साउन 1 गतेसम्म तोकिएको छ है त।